नमस्कार। हामी आज जलजला गाउँपालिका वार्ड नम्बर 9 बनाउको यो डाँडाखोर भन्ने ठाउँमा नाफा परियोजना अन्तर्गतको कृषक पोषण पाठशाला सञ्चालन गरिराखेका छौँ र यो टनेलभित्र कोदो लगाउनु भएको थियो। कोदो काटेर नल पनि काट्दै हुनुहुन्छ। यहाँ 25 जना उपभोक्ताहरूले काम बाँडेर गरिराख्नु भएको छ। कतिपयले नल काट्नु भएको छ, कतिपयले जोत्ने हलोको व्यवस्थापन मिलाउँदै हुनुहुन्छ, कतिपयले नक्सा पनि बनाउँदै हुनुहुन्छ। उहाँहरू 25 जना व्यक्तिहरूले चाहिँ यो कृषक पोषण पाठशाला भनेर हामीले सञ्चालन गरेका छौँ। जलजला गाउँपालिका वार्ड नम्बर 9 बनाउको डाँडाखोरमा एउटा जलजला 4 लुङ्दी भन्ने ठाउँमा अहिले यहाँ किसानहरूले चाहिँ नल काट्न लाउनु भएको छ। एकछिनमा हामी यो जग्गालाई जोत्छौँ, जोतेर ड्याङहरू बनाउँछौँ र विभिन्न प्रजातिका बिउहरू हामीले यहाँ रोप्छौँ, छर्छौँ। जस्तै बन्दा, काउली, कुरिलो, सिमी, धनिया, मुला, साग लगायतका करिब 10 प्रजातिका तरकारीहरूका बिउहरू हामी यहाँ जमाउँछौँ र 25 जना किसानहरूले यहाँ झन्डै 2 रोपनीभन्दा बढी जग्गामा उहाँले पाठशालाको रूपमा यहाँ सिक्नुहुन्छ, जान्नुहुन्छ, बुझ्नुहुन्छ। त्यसपछि